12 जुन 2025 दिउँसोको करिब 1:39 अहमदाबादको आकाशमा एउटा जहाज उडिरहेको थियो। एयर इन्डियाको फ्लाइट नम्बर AI-171 उडेको 30 सेकेन्डमा त्यो जहाज भयानक आगोको गोला बन्न पुग्छ। एयर इन्डियाको बोइङ 787-8 ड्रिम लाइनर फ्लाइट AI-171 अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको थियो। जहाजमा 230 यात्रु र 12 चालक दल थिए, तर उडेको केही सेकेन्डमै जहाजले सन्तुलन गुमायो। विमान मेघानगर स्थित बीजे मेडिकल कलेजको छात्रावासमा ठोक्किन पुग्यो। धुवाँ, आगो र चिच्याएको आवाजले चारैतिर त्रास फैलियो। यो दुर्घटनामा 241 जनाको मृत्यु भयो। एक मात्र बाँच्न सफल भएका व्यक्ति थिए 34 वर्षीय विश्वास कुमार रमेश। उनले भने, एकाएक ठुलो आवाज आयो अनि सब थुनियो। म कसरी बाँचे आफैलाई थाहा छैन। छात्रावासमा रहेका कम्तीमा 28 जना मारिए भने 60 भन्दा बढी घाइते छन्। जहाजमा रहेका यात्रुमध्ये 169 जना भारतीय, 53 जना बेलायती, 7 जना पोर्चुगलको र 1 जना क्यानाडाको नागरिक रहेको पुष्टि भएको छ। यसमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि थिए, जसको मृत्यु भएको पुष्टि गरिएको छ। दुर्घटनाको खुलासा अझै भएको छैन, तर ब्ल्याक बक्स फेला परेको छ। भारतको AIAIBले अनुसन्धान गरिरहेको छ। अमेरिकाको NTSB र बोइङ कम्पनी पनि संलग्न छन्। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले घटनालाई हृदय विदारक भनेका छन्। एयर इन्डियाले प्रत्येक मृतकका परिवारलाई 1 करोड क्षतिपूर्ति दिने घोषणा गरेको छ। 241 निर्दोष मानिसहरू जो लन्डन जान उत्साहित थिए अब फर्किएर कहिल्यै घर जाने छैनन्। यी तस्बिरहरू, यी आँसुहरू हामीहरूलाई सम्झाउँछ कि जिन्दगी कति अनिश्चित हुन्छ भनेर।